किन धमिलो देखिएको छ आज त नेपालमा चुनाव है। मलाई त लागेको थियो 84 को चुनावमा चाहिँ अवश्य पनि म भोट हाल्न आउँछु भनेर। के गर्ने परिस्थितिले चुनाव चाहिँ 82 मै गरायो। जीवनमा एकचोटि मात्रै भोट हालिछु। एक दिनमा 5 वटा भोट हालिछु। ताजा त्यतिखेर एकजनाले 10-12 वटा पनि भोट दिन पाउँथे। त्यो कति सालको हो 67 होइन 64-65 को जस्तो लाग्यो हा। त्यतिखेर एउटै पार्टीलाई मैले 5 चोटि भोट दिएँ। त्यतिखेर मान्छेहरूले 10 चोटि पनि दिन पाएथे। के गर्ने अब त त्यस्तो काम मिल्ला। म चाहिँ यतै अरब कन्ट्रीमा अरबीलाई कसरी मिठो खुवाउने हैन, कसरी मन जित्ने, अलिकता सेलरी बढाइदिन्छन् कि मिठो मिठो खुवाउन पाए भन्ने आश के। नेपालमा चुनाव जित्यो भने राम्रो पार्टीले, हाम्रो पार्टीले हैन, राम्रो पार्टीले म जस्तै महिलाहरू यहाँसम्म आउन नपरोस् भन्ने हो हैन। त्यही भएर अब मैले चाहिँ समस्या बेर्छु। चुनाव सफल होस्, राम्रो मान्छेले जितुन्, शुभकामना। साग जति साग भए पनि खाने उही भात र मासु हो। धेरै भएछ, खाएर बसेथे है गाइजहरु। अब के गर्ने, समस्या बेर्ने हो आफू त। ए बोरै यति समस्या मात्रै भए त हुन्थ्यो के। साँझसम्म कति परिकार गराउनु पर्छ। यिनीहरूको महान चाड छ। हाम्रो आमालाई चुनाव आयो कर आमा केलाई दिने हो है भोट भनेको त। म त जान्न, पोहोर परार त बियर मासु रक्सी दिन्थे। यसपालि त कसैले केही दिएन, मैले भोट पनि कसैलाई दिन्न भन्ने हाम्रो आमाले त। पहिलाको जस्तो होइन के पैसामा भोट किन्ने। अहिले त पैसामा भोट किन्नेहरूले फेरि जति चुनावमा खर्च गर्छन् त्यो चाहिँ पछि भ्रष्टाचार गरेर लुटेर है 2 नम्बरी काम गरेर त्यो पूर्ति गर्न पर्छ के तिनीहरूले। अहिले चाहिँ अब भोट जितिन्न भन्ने लाग्यो के रे। त्यही भएर पैसा बाँडेनन्। अब त भ्रष्टाचार गर्न पाइँदैन। त्यही भएर यसपालि कसैले केही बाँड्दैन आमा। अब त काङ्ग्रेस एमाले पनि बाठे भनेको जानु पर्यो भन्दै थिइन् के रे। केलाई दिएर आउँछन्। भोट हालेर आएपछि फोन गर्ला भनेर बाटो हेरिछु। अहिलेसम्म आइसकेन नि अरे। आएपछि सोध्नु पर्ला भनेको। खुसुक्क केलाई दिइन्। बुढाबुढी मान्छे त भयो। कस्तो धेरै हालेछु क्या, पुगेन, फन्कै पुगेन खै। मलाई के गाजी यो घाँटीको समस्याले म हैरान भएँ। यस्तो गर्न नहुने के, सास थुन्निने जस्तो समस्या यसो गर्नुपर्ने। घाँटी तानेर हिँड्नुपर्ने। भिडियो पनि कति लामो भएको।